यो छोरीलाई पढाउँदाखेरि करोडौं रुपियाँ खर्च गरेर पढायो भन्ने कुरा मैले प्रश्नसँग भनेको छोरीलाई साथी अहिले हो र अहिले पो यहाँ जे बङ्गलादेश पढ्न जाने भइछ त बङ्गलादेशसम्म पढ्न जाने हुनलाई उसलाई कति खर्च चाहियो होला त त्यो खर्च कहाँबाट आयो होला यो सबै कुराहरू चाहिँ बुझेर चाहिँ बोल्नुपर्छ हैन अनि महावीर पुनले चाहिँ यसो गर्यो उसो गर्यो भनेर भन्न चाहिँ सजिलो छ ल भन्नेलाई मुख धुन्न सकिँदैन। पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ के खाएको छ कसले कहाँ हव्यो कसले कहाँ पाद्यो कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या। महावीरले चाहिँ करोडौं खर्च गरेर आफ्नो ज्यान धानेको छ भन्ने कसैले सोधेको छैन त कसैले सोधेको छ। मैले 32 वर्षसम्म मैले पालिँदाखेरि त भयो होला नि त अलिकति करोड त खर्च भयो होला नि अनि त्यो महावीरलाई करोडौं खर्च गरेर कसले पालेको छ भन्ने कुरा कसैले सोधेको छ हो कि मैले प्रश्नसँग पटक पटक अहिलेदेखि नै धेरै पहिलेदेखि नै भनिरहेको छु मैले चाहिँ जागिर खाएको छैन। अमेरिकामा पनि मैले जागिर खाइन त्यहाँ पनि नेपालमा आएर पनि मैले जागिर खाइन। जागिर किनभने जागिर खानलाई सहर बजारमा बस्नु पर्थ्यो म सहर बजारमा बसिनँ। अमेरिकाबाट आउने बित्तिकै म चाहिँ एकदम दुर्गम ठाउँहरूमा मेरो आफ्नै म्याग्दी दुर्गम ठाउँहरूमा गएर चाहिँ यसो समाज सेवा गर्नको लागि बसेँ अनि कुनै एनजिओ आइएनजिओ कुनै सरकारी संस्था निकायमा मैले जागिर खाइन। त्यसकारणले अब 32 वर्षसम्म म त पालिएको छु। 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म हैन हावा र पानी खाएर बाँचेको छैन होला किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला। भुनी पनि लागेकै छ हो कि अब डुलेको पनि छ नेपाल मात्र होइन संसार पनि डुलेको छु। अब यो कसरी भयो भन्ने कुरो चाहिँ के हो भने सबैलाई मैले बारम्बार भनिरहेको छु कि मलाई मद्दत गर्ने के अरे साथीहरू छन् अदृश्य साथी भन्नुलाई त्यो लुकेको होइन कि उनीहरूले चाहिँ भयो मेरो नाम नभन्नु कसैलाई नभन्नु भन्ने साथीहरू छन्। अब कति साथीहरू त अब स्वर्गवास पनि भइसके अझै पनि पुरानो गए पनि नयाँ साथीहरू छन् आउँछन् उनीहरूले चाहिँ मलाई मेरो लागि चाहिने कुरा पुर्याइदिएको छ। त्यस कारणले त्यसरी नै मैले चाहिँ म बाँचिरहेको छु मैले काम गरिरहेको छु। मैले राष्ट्रिय आविष्कार केन्द्र खोल्दाखेरि राष्ट्रिय आविष्कार केन्द्रको ब्याङ्कको खातामा कति रुपियाँ थियो 1000 रुपियाँ थियो। त्यो कुरा कसैले थाहा छ कि छैन है। अब 1000 रुपियाँ के अरे खातामा पैसा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोलेर कसरी चल्यो त्यो 1000ले चल्यो होला त। अनि मैले चाहिँ मेरो सम्पत्ति ल्याएर के अरे सम्पत्ति भएको मान्छे पनि होइन कि मैले सम्पत्ति ल्याएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेको पनि होइन। त्यो त सबै जनताले सहयोग गरेको। जनताले कसरी सहयोग गरेको छ भन्ने कुरा हाम्रो के अरे ब्याङ्कमा यो नेपाल ब्याङ्क लिमिटेडमा हिमालयन ब्याङ्क लिमिटेडमा जनताले चाहिँ त्यहाँ खातामा पैसा हाल्छन्। अहिले त क्युआर कोड छ हैन यी सेवाबाट हाल्छन्। अब यसरी निरन्तर रूपमा 1000 2000 3000 5000 500 अब यस किसिमले के अरे सहयोगहरू गरिरहेको छ। त्यो ब्याङ्क मार्फत गरिरहेको छ ब्याङ्क मार्फत गरिरहेका छन्। त्यसरी ब्याङ्क मार्फत आएको सहयोगहरू सबै राष्ट्रिय आविष्कार केन्द्रमा जान्छ सबै त्यहीँबाट खर्च हुन्छ। अनि राष्ट्रिय आविष्कार केन्द्रमा ब्याङ्क मार्फत आएको पैसा मैले कहिले पनि छुँदैन 1 रुपियाँ पनि खाएको छैन अहिलेसम्म। कुनै भत्ता अथवा कुनै खर्च भनौँ न चाहिन्छ नि त्यस्ता किसिमका खर्चहरू जस्तो मानौ म राष्ट्रिय आविष्कार केन्द्रको कामको लागि यहाँबाट मानौ के अरे विराटनगर गएँ अथवा वीरगञ्ज गएँ। अब त्यस्ता कुराहरू यो राष्ट्रिय आविष्कार केन्द्रकै काममा हिँड्दाखेरि पनि मैले के अरे त्यो राष्ट्रिय आविष्कार केन्द्रको खर्च गरेको छैन। यहाँ शिक्षा मन्त्रालयमा यहाँ बसेको छु नि यहीँ डेरा गरेर बसेको छु। अब यहाँ पनि त खाना त खाएकै छु त हावा खाएको छैन हैन। अब यहाँ मैले शिक्षा मन्त्रालयबाट केही पनि लिएको छैन न त मेरो चाहिँ सोकीहरूको लागि चाहिँ तलब लिएको छ हैन न त चाहिँ यहाँ खाना भान्सा राख्न पाउँछ मैले भान्सा राखेको छैन। आफ्नो प्राइभेट सोकीहरू राख्न पाउँछ केही पनि राखेको छैन र मैले पनि मन्त्रीको तलब पाउँछ रे भन्थ्यो पाउने चाहिँदैन भनेर भनिदिइसकेको छ। सही गरेर दिनुपर्ने चाहिँ सही पनि गरेर दिएको छ। सुन्नु न सुन्नुहोस्। अनि भनेपछि अब यहाँ मैले मन्त्रालयमा मन्त्री भएर काम गरे पनि के खाएर बसेको छ त भनेर सोध्नु पर्यो नि त। त्यो त मैले त साथीहरूले सहयोग गरेका छन् त। त्यस कारणले यो छोरीलाई पढाउँदाखेरि करोडौं रुपियाँ खर्च गरेर पढायो भन्ने कुरा मैले प्रश्नसँग भनेको छोरीलाई साथी अहिले हो र अहिले पो यहाँ जे बङ्गलादेश पढ्न जाने भइछ त बङ्गलादेशसम्म पढ्न जाने हुनलाई उसलाई कति खर्च चाहियो होला त त्यो खर्च कहाँबाट आयो होला। यो सबै कुराहरू चाहिँ
चाहिँ बुझेर चाहिँ बोल्नुपर्छ होइन। अनि महावीर पुनले चाहिँ यसो गर्यो उसो गर्यो भनेर भन्न चाहिँ सजिलो छ ल, भन्नेलाई मुक्त हुन सकिँदैन।